किन छोडिएन? यो धेरै ठुलो विषय छ। त्यहाँदेखि युवा पुस्ताले बुझ्नै पर्छ यो कुरालाई र युवा पुस्तालाई अगाडि बढाउन चाहने, युवा पुस्तालाई प्रेरित गर्ने, उनीहरूको भावनालाई सम्मान गर्ने पार्टी र उनीहरूको माग र भावनालाई अपमानित गर्ने उस्तै हुन् भन्ने प्रचार कसले गरेको छ विचार गर्नुभयो होला तपाईँहरूले पक्कै। त्यो पनि तिनै हिजोका राजा महाराजा र उनका आसेपासे उनीहरूका दलालहरूले गरिराखेका छन्। विचार गर्नु होला। र मलाई खुसी छ हामीले नेपाली कम्युनिस्ट पार्टी बनाउने प्रक्रियामा झन्डै 16 वटा विभिन्न वामपन्थी कम्युनिस्ट र समाजवादी घटकहरूलाई एकताबद्ध गरिसकेपछि हजारौं जेन्जी प्रतिनिधिहरूलाई पनि हामीले सम्बोधन मात्रै गरेका छैनौं, सामेल पनि गरेका छौं। मुस्कान खातुन एउटा त्यसको जिता जागता प्रमाण हो। हामीले कस्तालाई सम्बोधन गरेका छौं भन्ने कुरा हो। हजारौं युवा पुस्ताका प्रतिनिधिहरू अहिले बिस्तारै उनीहरूले महसुस गरेका छन् नेपाली कम्युनिस्ट पार्टी, त्यसको संयोजक हाम्रो असली अभिभावक रहेछ, हामीले बुझेका रहेनछौँ भनेर हामीसँग आएर आत्मालोचना गर्ने, भावुक भएर तपाईहरुले हाम्रो अभिभावक हो, हामी अब तपाईहरुको साथमा छौं भन्ने हजारौं देखा परेका छन् देशैभरि। मलाई लाग्छ यो अब तपाईहरुले आयोजना गरेको अखिल क्रान्तिकारीद्वारा आयोजित जेन्जी महोत्सवमा 2 हप्ता हैन तपाईले चलाउने भनेको 2 हप्ता भित्र तपाईहरुले देशैभरि एउटा नयाँ वातावरण बनाउनु हुनेछ। नेपाली कम्युनिस्ट पार्टीको नीति कार्यक्रम हामी कसरी आफैलाई बदल्न चाहेका छौं, हामीले यो देशमा जनताको आवश्यकता र चाहना अनुसार कृषिमा अब नयाँ क्रान्तिको थालनी गर्ने हामीले कसम खाएका छौं। उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने र नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको वातावरण बनाउने हामीले संकल्प लिएका छौं। हामी आफ्नै विगतमा कहाँ कमी भए भनेर आत्मसमीक्षा गरेर त्यसलाई सच्याउने संकल्प सहित नेपाली कम्युनिस्ट पार्टी बनेर आएका छौं। हामीले आफू बदलिन्छौं र जनताको आवश्यकता र राष्ट्रको आवश्यकता, राष्ट्रको स्वाधीनता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, यसको रक्षाको निम्ति हामी करोडौं जनतालाई सचेत, जागरुक र आन्दोलित गरेर यो राष्ट्र बचाउन चाहेका छौं। तपाईहरुले सायद मेरो कतिपय ठाउँको सम्बोधन सुनिराख्नु भएको होला। हाम्रो देश जसरी 24-25 गते राज्यविहीन जस्तो देखा पर्यो, राष्ट्र निकै ठुलो संकटमा पर्यो, अझै पनि संकट पुरै टरेको छैन। ठुल्ठुला शक्ति केन्द्रहरूले पनि हाम्रो देशमाथि कुनै न कुनै खालको भूराजनीतिक चलखेल गरे। हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर मिसाइल तेर्स्याएर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा हामी छैनौं। अहिले हामी त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत पनि नेपालको छैन। तर 3 करोड नेपाली एक ढिक्का भएर लडाईँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ। त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन। हाम्रो राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई हाम्रो एकताले, जनताको एकताले मात्रै बचाउन सक्दछ। त्यसकारण हामीले नेपाली कम्युनिस्ट पार्टी बनाउनुको उद्देश्य अरु लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लानुको हाम्रो उद्देश्य यो राष्ट्रको आत्मसम्मान, हामी सबैको पहिचान र अधिकार सुदृढ गर्नको निम्ति एउटा नयाँ अभियानतिर जाने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाइएको छ। म अखिल क्रान्तिकारी सबै युवाहरू र देशभरिका सबै देशभक्त नेपालीहरूसँग पार्टीको तर्फबाट विशेष अपिल गर्न चाहन्छु। राष्ट्रिय एकतामा नै राष्ट्रिय स्वाधीनताको सुदृढीकरण छ। देशभक्तहरूको एकतामा नै हामीले आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गर्न सम्भव छ। यही अपिल हामीले गर्दै गएका छौं र तपाईं युवा विद्यार्थीहरूसँग पनि अझ विशेष रूपले तपाईहरु जागरुक हुँदा लाखौं विद्यार्थीहरूलाई तपाईले
आन्दोलित गर्न सक्नुहुन्छ, सङ्गठित गर्न सक्नुहुन्छ। लाखौं विद्यार्थीहरू केन्द्रित हुँदा अनि उनका परिवार सबै पनि केन्द्रित हुँदा नेपाली जनतालाई करोडौंलाई एक ढिक्का पारेर हामीले विकासलाई गति दिन सकिन्छ। यहाँ त्यो विकासको गतिमा थुप्रै रोजगारी सृष्टि गर्न सकिन्छ, हामीले गर्नै पर्छ। विदेशमा गएका नेपालीलाई नेपालभित्रै फर्कौं भन्ने वातावरण हामीले नै बनाउन सकिन्छ। त्यही बनाउनको निम्ति अगाडि बढ्नुहोस्। म यो महोत्सवको फेरि पूर्ण सफलताको र समापनमा जाँदा भरिभरा होस् हल, त्यही कामना गर्दै बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व हाम्रो पार्टीका सर्वोदय संयोजक कमरेडलाई हामीहरू आयोजक कमिटीको तर्फबाट हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। र हामीसँग कलाकारहरूका प्रस्तुतिहरू बाँकी नै छन्। त्यसपछि जेनजी युवाहरूको प्रतिनिधित्व गर्दै हामीहरूसँग जेनजी युवाहरूका विचारहरू पनि सुन्ने कार्यक्रम रहेको छ। त्यसकारण आज हाम्रो कार्यक्रमका प्रमुख अतिथिजीको समय अभावका कारण उहाँले अर्को कार्यक्रममा जानुपर्ने भएको हुँदा उहाँ हाम्रो कार्यक्रमबाट बिदाई हुनुहुँदैछ। सबैमा सम्पूर्ण उपस्थित विद्यार्थी साथीहरूले ताली बजाएर उहाँलाई बिदाई गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। आजको यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो पार्टीका सर्वोदय संयोजक कमरेडलाई हामी हार्दिक आभार व्यक्त गर्दै बिदा गर्न चाहन्छौँ। यसपछि हाम्रो सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिदिनका लागि चर्चित राष्ट्रिय कलाकार तथा वाइसिएलका उपाध्यक्ष कमरेड नवीन खड्काज्यूलाई म आफ्नो सांस्कृतिक प्रस्तुतिको लागि हार्दिक अनुरोध गर्दछु। साथीहरूले एकछिन हालमा बसिदिन म अनुरोध गर्दछु। सबैजना रोकिनु होला, एकछिन साथीहरू ताला जानु होला। सकिलो